लिम्बू र म चाहिँ नेपाल टेक्निकल इन्स्टिट्युट कलेज पिसिआर नर्सिङको सेकेन्ड इयरमा अध्ययनरत छु र आज हाम्रो माझमा चाहिँ हामीले चाहिँ एउटा सानो नाटक प्रदर्शन गर्न गइरहेको छौँ र हाम्रो नाटकको शीर्षक रहेको छ नराम्रो स्वास्थ्य पानीले हाम्रो वातावरण र स्वास्थ्यमा पार्ने प्रभावहरू र यस नाटकमा चाहिँ हाम्रो दुई परिवार छ एउटा भने चाहिँ राम्रो परिवार हो भने अर्को चाहिँ नराम्रो परिवार राम्रो परिवारको पात्रहरू रहनु भएको छ आमा गीता र त्यसपछि बाबा हरि र छोरा राहुल र छोरी श्रेया उहाँहरू चाहिँ हाम्रो राम्रो परिवारको हुनुहुन्छ भने अब हाम्रो चाहिँ अर्को नराम्रो परिवारको पात्रहरू रहनु भएको छ बुवा श्याम अधिकारी सरू सुनवार त्यसै गरी पूजाले पुष्पा अञ्जली राजा हाम्रो पात्रहरूलाई चाहिँ आफ्नो आफ्नो स्थानमा गएर बस्दिन हुनलाई अनुरोध गर्दछु आमा आएर घर सफा गर्ने र घरको वरिपरि सफा गर्छन् र हात धुन्छन्
म खाना बनाउने गर्छु। बुढी ए बुढी छु नानी खोइ त्यही छ त, देख्दिन त आएर खोज्दिउँ न त्यही छ त, त्यही राखेको थिएँ मैले। आएर हेर्दै हेर्दै भेटिन त मैले त ए यहीँ छ त, मैले भनेको नि। आउनुहोस्। गर्नुहोस् न, छोराछोरीहरू यहीँ छ के? अब खाना पस्किन जान्छु, खाना खान आउनुहोस् है। पस्किँदै गर। खाना खान आऊ। पस्किँदै गर हामी आउँछौँ हुन्छ मम्मी। ल आऊ नानीहरू आऊ खाना खान आऊ। के छ अनि आज तरकारी चाहिँ मासु। धेरै आएर त्यसमा बाधा हुन्छ, मिठो बनाएको छु मैले। मिठो भएछ आज छोराछोरीहरूको स्कुल कस्तो हुँदैछ त अचेल? पढाइ राम्रै हुँदैछ नि? अलिकति खाना खुवाऊ त हुन्छ राहुलको बाबा। तिमीले अलि धेरै खाने गर हुन्छ राहुलको बाबा, म धेरै नै खान्छु।
लिन्छौँ हामी म्याम छुट्टी हुने बेला भयो सर हरजाम सर जा तिमीहरूले गर्यो हिजोको गृह कार्य ल
ल मैले अघि दिएको पनि भोलि गरेर आउनु ल तिमीहरू चाहिँ यस्तो लफङ्गा जस्तो कहिले नहुनु हामीलाई त पिट्ने हामी ल आजको लागि यति नै मलाई के खेल्नु रहेछ दोस्त हामी न त मोले त क्या रामी ओए के हो माया हाम्रो भन्ने हो के हो पार्वती लो 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 के हो ए छोड छोड जिगु छोड 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 आजलाई यति हेर्न जिगु मेरो मन चाहिँ के थियो दोस्त छैन भने यता कुरा कुरा हामी मिलाइदिन्छौँ दोस्त म सँगै यति नै हो त दोस्त यति नै हो दोस्त ल नपाडी अब छुट्टिन त ल दोस्त पाडी ल दोस्त यसै क्रममा एक दिन बिनु बिरामी हुन्छ र उता उनको बाबा पनि बिरामी हुन्छ अनि आमा आत्तिन्छन् होइन के भयो बाबुलाई फेरि बिहान बिहानै के भयो तँलाई ओए मम साथीले आज बिहान बिहान पेट दुखिरहेछ म के खाइस् फेरि तैँले भन् त केही खाएको छैन म फेरि तपाईँलाई चाहिँ के भयो एक्कासी के हो नि खानामा तैँले त के मिसाएर दिएको थिइस् त मैले त्यस्तो केही दिए जस्तो त लाग्दैन थियो मलाई मलाई नगर कुन चाहिँ बोक्सी लाग्यो त नि फेरि अरे बोक्सी त पाएको बोक्सी कहाँ लागोस् त पारी गाउँमा धामी हुनुहुन्छ त्यहाँ देखाउन जानुपर्छ जाम छिटो हिँड्नुहोस् कुन चाहिँ बोक्सी लागेछ कुन्नी जाम हिँड्नुहोस् त ल चल्दिम तपाईँहरू धेरै नकाट्नु के चल्दिम न मम चल्दिम नमस्ते बाबा अरे निरञ्जन लो न बाबा हेर्नुहोस् न मेरो श्रीमान र को बालक तिमी आऊ ओम भीम चामुण्डाय नमः ओम भीम क्लीम चामुण्डाय नमः यो बालकलाई चाक्षीले टोकेको लो न बाबा जसरी हुन्छ मेरो छोरालाई ठिक पारिदिनु पर्यो यसको लागि तिमी 10 भाले 5 लिटर रक्सी र 10,000 पैसा र 10वटा खसी लिएर आउनुपर्छ ओम भीम क्लीम चामुण्डाय नमः ओम भीम क्लीम चामुण्डाय नमः ओम भीम क्लीम चामुण्डाय नमः ओम राति कहाँ जान्छ ओम भीम क्लीम चामुण्डाय नमः म बाटो हुँदै रक्सी जान्छु बाबा तिमीलाई त्यहाँ बोक्सी लागेको छ लो न बाबा जसरी हुन्छ निको पारिदिनु पर्यो दुवैजनालाई अब तिमीहरू 1-2 दिन पछि आऊ हुन्छ बाबा तपाईँले जस्तो भन्नुहुन्छ म त्यस्तै गर्नेछु हुन्छ सकेसम्म बाबा। भनेको कुरा सबै पुर्याउने कोसिस गर्नेछु हुन्छ हस् त बाबा। बाबा लाग्छौँ हामी अरे निरञ्जन बोक्सी सोक्सी त त्यस्तै हो अब साथी जाउँ दारू खान आज मस्ती गरौँ यसै क्रममा बिनुको आमा गर्भ अवस्थामा हुन्छन् उनी पनि बिरामी पर्दै जान्छन् अया होइन आज मलाई त बिहानै के भयो फेरि समय पनि आएको जस्तो त लाग्दैन किन यस्तो पेट दुखिरहेको छ वाकवाकी पनि लाग्दैछ
अलिअलि खोकी पनि लाग्दैछ, के भयो मलाई एक्कासी फेरि? के गर्ने होला अब? यसै क्रममा गाउँको सेवासेविका घुम्दै घुम्दै पिनको घरमा आइपुग्छिन्। ओहो दिदी, के गर्दै हुनुहुन्छ तपाईँ? नमस्ते स्वयंसेविका बहिनीहरू। नमस्ते बहिनी, नमस्ते। होइन तपाईँ साह्रै दुब्लाउनु भएछ, के खानुहुन्न कि क्या हो? खान्छु नि, हेर्नुहोस् न आजको बिहानैदेखि मलाई के भयो पेट पनि दुख्दैछ, वाकवाकी पनि लाग्दैछ, रिङ्गटा पनि लाग्दैछ, के भयो होला मलाई एक्कासी? यस्तो अवस्थामा त हजुर त त्यसरी दुब्लाउनु भएछ, छोरी पनि सानो भएछ, जचाउनु भएको छैन? खै कहाँबाट जचाउनु, त्यस्तो त मलाई केही थाहा छैन। बरु 2-3 दिन भयो धामीकोमा धाउनु थालेको, निकै हुँदैन। श्रीमान र छोरा पनि बिरामी भएर भित्र सुतिराख्नु भएको छ। त्यही त, यो सानो नानी कति साह्रो दुब्लाएको। ए नाना, आऊ त तिमी यता। होइन, तिमी त हाड छलै भइसकेछ यो सानो नानी त। होइन, यसो माछा मासु कसैले खानेकुरा खुवाउनुहुन्न कि क्या हो? खुवाउँछु नि, किन नखुवाउने र? यसलाई त मैले जे भन्यो त्यही खुवाएर राखेछु। खै किन हो, मोटाउँदैन, अहिले त हाड र छाला एउटै भएको छ। खासै हेर्दा त मलाई त्यस्तो लागेन। अनि तपाईँको यो गर्भ अवस्था चाहिँ कति भयो नि? कति महिनाको भइसक्यो? 7 महिना जति भयो। अनि 7 महिना भयो भन्नुहुन्छ, तपाईँ पनि हाड छाला देख्छु, यता नानी पनि हाड छाला देख्छु। कतै नानीलाई कुपोषित त भएको छैन? खै के हो र कुपोषण भनेको चाहिँ? तपाईँले नजिकैको स्वास्थ्य चौकीमा गएर कुपोषणको बारेमा कहिले बुझ्नु जान्नु भएको छ तपाईँले? खै त्यस्तो त मैले कहिले गरिनँ, कहिले फुर्सद पनि भएन घरबाट स्वास्थ्य चौकी धाउनुलाई। ल सुन्नुहोस् है त, म भन्छु कुपोषित भनेको चाहिँ के हो भनेर। हुन्छ भन्नुहोस् न। कुपोषण भनेको चाहिँ पोषणयुक्त खाना खानु नपाएर चाहिँ बच्चाहरूलाई चाहिँ चाहे जति भिटामिन प्रोटिनहरूले चाहिँ नपुग्दा चाहिँ आफ्नो स्वास्थ्यमा विकास हुन पाउँदैन, त्यसलाई चाहिँ कुपोषित भन्छ। र आमाको स्तनपान राम्रोसँगले नदिनाले पनि कुपोषित हुने गर्छ। ए हो र, त्यस्तो पो हो? मलाई त अहिलेसम्म थाहा नै थिएन, बल्ल तपाईँहरूले भनेर थाहा भयो। हो नि, तपाईँलाई थाहा नै रहेन रहेछ। हाम्रो यही घर नजिकै छेउको लक्ष्मी नियामा सेन्ट्रल हस्पिटल थाहा छ तपाईँलाई? खै धेरै सुनेको थिएँ, तर जाने कहिले फुर्सद पाएन। 1-2 दिनपछि समय मिलाएर जाम कि भनेर सोचिराखेको थिएँ। ल अब ढिला गर्नु हुँदैन है त बहिनी, तपाईँको बच्चालाई हेर्नुहोस् त, मलाई त लाग्छ कुपोषित भयो जस्तो लाग्छ। अब यही नजिकैको हाम्रो सेन्ट्रल हस्पिटलमा जानुपर्छ है। हुन्छ, भइहाल्छ नि। तपाईँलाई थाहा छ हाम्रो सेन्ट्रल हस्पिटलमा के कस्तो सुविधाहरू छ भन्ने कुरा? मलाई त केही थाहा छैन, तपाईँहरूलाई थाहा छ भने बरु केही भनिदिनुहोस् न मलाई पनि अलिकति। ल सुन्नुहोस् है त, हाम्रो सेन्ट्रल हस्पिटलमा चाहिँ हरेक रोगको एकदम सुपथ मूल्यमा चाहिँ उपचार हुने गर्छ। र त्यहाँ त्यति मात्र होइन नि, हाम्रो हस्पिटलमा त डाक्टर सङ्गम हुन्छ, थाहा छ तपाईँलाई? हो र, मैले नाम त धेरै सुनेको थिएँ, तर कहिले जानु चाहिँ पाएको थिइनँ। मलाई पहिला मेरो घर छेउमा पनि एउटा यस्तै सानो बच्चालाई कुपोषण भएको थियो, र मैले पनि उहाँलाई सेन्ट्रल हस्पिटलै पठाएको थिएँ। र त्यहाँनिर डाक्टर सङ्गम झा मार्फत परामर्श गरेर हामीले उपचार लिएको थियौँ, एकदमै राम्रो भएको थियो। हो र, त्यसो भए म पनि घर सल्लाह गरेर जानु पर्ला यसो आज सेन्ट्रल हस्पिटलतिर। ल ढिला नगरी गइहाल्नु है, यदि तपाईँले देख्नु भएको छैन भने बरु हामी नै तपाईँलाई पुऱ्याइदिउँला। हुन्छ, भइहाल्छ नि। ल हामी पनि लाग्यौँ है त बहिनी। हुन्छ दिदी, राम्रोसँग जानुहोस् ल। ए हस्, हुन्छ। हुन्छ। बुढा सुन्नुहोस् त, तपाईँसँग एउटा सल्लाह गर्नुपर्ने थियो। कस्तो सल्लाह? आज गाउँघरमा घुम्दै आउँदाखेरि
आउँदाखेरि स्वास्थ्य कर्मी दिदीहरू हाम्रो घरमा पनि आउनु भएको थियो। उहाँले सेन्ट्रल हस्पिटलको बारेमा धेरै कुरा भनेर जानुभयो। तपाईँ पनि बिरामी हुनुहुन्छ, छोराछोरी पनि बिरामी छन्, एकचोटि गएर देखाउने पो हो कि डाक्टरलाई? त्यस्तो कुरा त्यस्तो हो भने जाउँ न त। मेरो पनि यहाँ 3-4 दिनदेखि हप्ता दिनदेखि त्यस्तै छाती पोलिरहेछ, समस्या पनि धेरै आएको छ। छोराछोरीहरूलाई पनि जाउँ न त। हुन्छ नि त, जाऊँ न त। ल आऊ बाबु नानीहरू जाऊँ हस्पिटल। नमस्ते डाक्टर साहब। नमस्ते बहिनी, बस्नुहोस् न। हजुरलाई के भयो बहिनी? के भन्नु र खै डाक्टर, बिहानदेखि पेट दुखेर वाकवाकी लागिरहेको छ, समय पनि आएको छैन अहिले नै। के भयो होला मलाई एकचोटि हेरिदिनु पर्यो हजुरले। अहिले हजुरको कति महिना चल्दैछ होला? 7 महिना जति भयो। यस्तो लक्षणहरू कति दिन भयो, कहिलेदेखि देखेको हो? 3-4 दिन भयो देखा पर्नु थालेको। यस्तो बेलामा त यस्तो लक्षण देखिनु भनेको त एकदमै नराम्रो हो नि बहिनी। हो र, आज गाउँघरमा घुम्दै आउँदाखेरि स्वास्थ्य कर्मी दिदीहरू मेरो घरमा पनि आउनु भएको थियो। उहाँले सेन्ट्रल हस्पिटलको बारेमा धेरै कुरा भनेर जानुभयो। त्यही भएर म पनि हजुरलाई देखाऊ कि भनेर आएको नि। हो र, ल ठिक गर्नुभएछ। यस्तो बेलामा यस्तो भएको चाहिँ नराम्रो सिम्टम्सले गर्दाखेरि हुन्छ। हजुरलाई कहिलेदेखि यस्तो चक्कर आउने भमिट आउने भएको होला? 2-3 दिन भयो। अनि अरू गाह्रो त केही भएको छैन? त्यस्तो अरू त केही गाह्रो भएको छैन, बेला बेलामा चक्कर पनि लागिरहेको हुन्छ। ल हाम्रो सिस्टरले चाहिँ प्रेसर चेक गर्नुहुन्छ अनि ब्लड टेस्ट पनि गरिदिनु ल सिस्टर। नमस्ते डाक्टरनी। नमस्ते, के भयो हजुरलाई? हजुर, मेरो त हप्ता दिनदेखि मेरो त छातीहरू पोल्ने समस्याहरू भइरहेको छ। अनि त्यस्तै यहाँ मुखमा पनि यो 15-20 दिन जति भयो। हेर्नु न के भएको होला हौ यस्तो चाहिँ मलाई। हजुरले धुम्रपानहरू गर्नुहुन्छ? हजुर, गर्छु नि। ल एकचोटि चाहिँ अब सिस्टरले प्रेसरहरू चेक गर्नुहुन्छ। खै म एकचोटि छाती हेर्छु ल। हजुरको त छातीमा घ्यार जस्तो आवाज छ। हजुरलाई त भित्र समस्या भयो जस्तो छ त। हजुर, साह्रै समस्या भएको छ हौ। अनि हजुरको मुखमा पनि एकदमै ठुलो घाउ देख्छु त। हजुर, 15-20 दिन जति भयो। हेर्नु न के भएको होला। हजुरले गुड्का पान केही खानुहुन्छ? हजुर, गुट्का पान चुरोट दारू अलिअलि खान्छु। खानु हुँदैन। अब यसलाई चाहिँ एकचोटि राम्रोसँग चेक गराउनु पर्छ। हाम्रोमा भिडियो एक्सरेहरूको सुविधा छ। अनि त्यसपछि हाम्रोमा ब्लड टेस्टहरू हुन्छ, फुल बोडी चेकअपहरू हुन्छ। अब एकचोटि नर्सले हुन्छ अनि त्यसपछि चाहिँ त्यही अनुसार चाहिँ हामीले हजुरलाई हेर्छौँ है त। पनि प्रेसर चेक गरिदिनु। ब्लड डक्टर उहाँको प्रेसर चाहिँ ठिकै रहेछ अनि ब्लड चाहिँ ल्याबमा पठाइदिएको चेकअपको लागि। ल हुन्छ। हजुर बाहिर एकैछिन कुर्दै गर्नु ल। नानी त सानै रहेछौ, एकदमै दुब्ली रहेछौ। तिमीलाई के भयो नानी? सन्चैहरू छ। तिमी कति वर्षको भयो? म 5 वर्षको भयो। तिमीले माम खाँदैनौ? खान्छु। अनि किन यस्तो दुब्लो पाउँदैनस् भन्छ तिमी? खोइ खानै भएन, खानेर मम्मीले राम्ररी दिनुहुन्छ। अनि तिमीलाई केही कमजोरी भयो जस्तो चक्कर आए जस्तो हुन्छ कि हुन्न? अलिअलि भइरहेको हुन्छ। ल तिमीले चाहिँ एकचोटि चाहिँ यो सिस्टरले ब्लड टेस्ट गरिदिनुहुन्छ। अनि बाँकी चाहिँ हामीले रिपोर्ट हेरेर चाहिँ तिमीलाई के भएको रहेछ हामीले मम्मी बाबालाई भनिदिन्छौँ है त। ल बाहिर मम्मीसँग बस्ती गर है। के भयो बाबु तिमीलाई? मलाई हल्का छातीहरू दुखे जस्तो हुन्छ, यहाँ पेट दुखे जस्तो
भइरहेछ ए तिमी कति वर्षको भयो म 21 वर्षको भएँ ए खै मलाई हेर त अनि तिम्रो त आँखाहरू पनि रातो रातो छ के भयो सन्चो छैन मलाई हल्का छातीहरू दुखे जस्तो हुन्छ ए ल एकचोटि म चाहिँ छाती चेक गर्छु है हुन्छ तिम्रो पनि छातीमा एकदमै घ्यार घ्यार आवाज आइरहेको छ भित्रकाहरू भयो जस्तो भएको छ तिमीले केही चुरो रक्सी केही खान्छौ खाँदिनँ होइन तिमी त ढाक्यौ होला मलाई त होइन ढाकेको होइन होइन खै तिम्रो आँखा हेरौँ खै तिम्रो हेरौँ तिम्रो त जिब्रो पनि छ आँखा पनि पहेँलो छ तिमीले होइन तिमीले हामीलाई ढाक्यौ होला म हल्का साथीहरूसँग चाहिँ रमाइलो गर्छु कस्तो रमाइलो गर्छौ चुरो रक्सी खान्छौ त्योभन्दा पनि अलिक कस्तो अझ रमाइलो भनेको यसो साथीहरूसँग हल्का यसो सामानहरू ए तिमी ड्रग्सहरू खान्छौ हो हल्का खान्छु अनि तिमी अनि यत्रो उमेरमा 21 वर्षको उमेरमा यस्तो साथीको लैलैमा लाएर यस्तो गर्ने हो होइन अनि किन यस्तो खाने अनि साथीहरूले रमाइलो गरौँ भनौँ अनि यत्तिकै रमाइलो गरेको ए अनि यस्तो त गर्नु भएन नि अब तिम्रो छातीमा पनि केही समस्या देखिएको छ अब तिम्रो त एकचोटि ब्लडै टेस्ट गराउनु पर्छ सिस्टर उहाँको पनि एकचोटि ब्लड टेस्ट गरिदिनु त डक्टर उहाँहरूको रिपोर्ट आइसकेको छ उहाँको ब्लड टेस्ट भएर रिपोर्ट आइसक्यो ए श्याम को हुनुहुन्छ भित्र क्याबिनमा आइदिनुहोस् त हजुर म ए अनि हजुरको कलेजमा त रोग देखिएको छ हजुरले धुम्रपान मद्यपान गरेको कारणले हजुरको कलेजमा चाहिँ रोग देखिएको छ अनि हजुरको चाहिँ यो मुखको घाउ पनि एकदमै गहिरो देखिएको छ हजुरले सुक्खा खाएर चाहिँ भित्र अब त्यो मुखमा के भएको छ अब एकचोटि चाहिँ बायोप्सी गर्नुपर्छ एकचोटि हाम्रो एक्सरेहरू गर्ने बायोप्सी गर्नेहरू गर्नु होला एकचोटि चाहिँ अनि होलबडी पनि चेकअप गराउनु होला है त हुन्छ हुन्छ अनि हजुरलाई चाहिँ म अहिले औषधिहरू लेखेर दिन्छु अनि हजुरले त्यो औषधिहरू चाहिँ ल्याबमा गएर लिएर घर गएर टाइममा खानु अनि त्यसपछि चाहिँ हाम्रोमा चाहिँ होलबडी चेकअप गराउन आउनु र एक दिन चाहिँ एक्सरेहरू गर्न आउनु है त हजुर को हुनुहुन्छ डाक्टर साहब म बस्नु त हजुरलाई पनि पोलहरूको कमी देखिएको छ हजुरले पोषणयुक्त खानेकुराहरू खानुभएको छैन कहाँबाट खानु र डाक्टर साहब किन घरमा खाने वातावरण केही पनि छैन आफ्नो आफ्नो घरको व्यथा आफैलाई थाहा हुन्छ भन्छन् त्यस्तै हो डाक्टर साहब ए त्यो त हजुर विचार रहेछ पोषणयुक्त खानेकुराहरू खानु पर्यो नि त खै डाक्टर साहब घर खर्च गर्ने पैसा त हुँदैन कहाँबाट पोषणयुक्त खाना खाने पैसा हुन्छ र ए हजुरको रिपोर्ट हेर्दा चाहिँ एनिमिया देखिएको छ हजुरको चाहिँ ब्लड कमी भएको देखिएको छ अब हजुरले चाहिँ पोषणयुक्त खानेकुराहरू खाने गर्नुहोस् अनि त्यसपछि सिस्टरले चाहिँ हजुरलाई औषधिहरू दिनुहुन्छ त्यो औषधिहरू खानु अनि राम्रो राम्रो खानेकुराहरू खानु र हजुर आफ्नो बच्चालाई चाहिँ स्वास्थ्य राख्नु है त हुन्छ डाक्टर साहब हजुरले जस्तो भन्नुहुन्छ अब म त्यस्तै गर्छु नि स्वास्थ्य कर्मी दिदीहरूले सेन्ट्रल हस्पिटलको बारेमा भनेर म यहाँ आएर मेरो आँखा नै खुल्यो बल्ल थाहा भयो आफ्नो स्वास्थ्यको पनि ख्याल राख्नुपर्छ भनेर हजुर हामी यहाँ हाम्रोमा चाहिँ सबै होल बडी चेकअपहरू हुन्छ एक्सरे हुन्छ डेलिभरी हुन्छ हजुरलाई केही गाह्रो साह्रो पऱ्यो भने चाहिँ हामी यही नजिकै लक्ष्मीनियामा छौँ हजुरहरू आएर चेक गर्न सक्नुहुन्छ है त हुन्छ डाक्टर साहब भइहाल्छ नि हामी 24 घन्टा 7 दिनले हजुरहरूको सेवामा लागिरहन्छौँ हामी हजुर जति बेला आए पनि हजुरको लागि ढोका खुला छ है त
हुन्छ डाक्टर साहब, मलाई यो सेन्ट्रल हस्पिटल एकदमै राम्रो लाग्यो। सुपथ मूल्यको पनि रहेछ। म सधैँ यहीँ आउनेछु र मेरो घर छिमेककोहरूलाई पनि यहाँ जानको लागि सल्लाह दिनेछु। ल ल हुन्छ ल। अनि हजुरको छोरीलाई पनि हल्का पोषण लागेको जस्तो देखिन्छ होइन। हजुरले आफू सँगसँगै छोरीलाई पनि एकदम पोषणयुक्त खानेकुराहरू खुवाउनु होला। र बाबुलाई पनि बाबुको ब्लड हेर्दा चाहिँ बाबुलाई चाहिँ एचआइभी एड्स देखेको छ। कसरी डाक्टर साहब, के होला एचआइभी एड्स भनेको चाहिँ? एचआइभी एड्स भनेको एउटा सर्वर रोग हो। त्यो चाहिँ मान्छेको चाहिँ डाइरेक्ट कन्ट्याक्टमा आउँदाखेरि, ड्रग्सहरू खाँदाखेरि, अनि त्यसपछि सेक्सुअल कन्ट्याक्टमा आउँदाखेरि हुन्छ। बाबुले ड्रग्स पनि खाने रहेछन्। है डाक्टर साहब, त्यो त कहिल्यै थाहा भएन। घरबाट स्कुलको लागि भनेर निस्किन्थ्यो, अलिअलि पैसा माग्थ्यो, स्कुल गएको होला भनेर सोच्थेँ। म त थाहा नै भएन। ए अघि मलाई बाबुले सबै कुरा भनेको छन्। मैले बाबुलाई राम्रोसँग सम्झाएको छु। अब बाबुको पनि एकदमै ख्याल गर्नु होला। त्यस्तो गाह्रो भयो भने चाहिँ हाम्रो सेन्ट्रल हस्पिटलमा आउनु होला। मैले सिस्टरलाई चाहिँ औषधिहरू चाहिँ लेखेर दिइसकेको छु। हजुर चाहिँ लिएर फेरि अर्कोचोटि चाहिँ राम्रोसँग चेकअप गराउन आउनु होला है त। हुन्छ डाक्टर साहब। हस् त डाक्टर साहब, अब हामी पनि लाग्छौँ। अब चाहिँ हामी कार्यक्रमको अब चाहिँ हामी चाहिँ नाटकको अन्त्यमा छौँ। नाटक अन्त्य गर्नुभन्दा अगाडि चाहिँ हामी नाटक अन्त्य गर्नुभन्दा अगाडि सानो जुलुस लाउनेछौँ। धन्यवाद। धूम्रपान र मद्यपानको अन्त्य गरौँ। अन्त्य गरौँ, अन्त्य गरौँ। महिला हिंसा बन्द गरौँ। बन्द गरौँ, बन्द गरौँ। धूम्रपान र मद्यपानको अन्त्य गरौँ। अन्त्य गरौँ, अन्त्य गरौँ। महिला हिंसा बन्द गरौँ। बन्द गरौँ, बन्द गरौँ। महिला हिंसा बन्द गरौँ। बन्द गरौँ, बन्द गरौँ। हामी चाहिँ अब नाटकको अन्त्यमा थियौँ र अब चाहिँ हामी नाटकलाई यहीँ समाप्त गर्न चाहन्छौँ। हामी सबैको तर्फबाट एक नमस्कार, धन्यवाद।